टिका लगाउँदै हामी चाहिँ टिका लगाउँदा टिका लगाउँदै सर खानेकुराहरू चिसो अनि रान्द्रे अनि पकौडा आउँदैछ अनि मासु है मासु आउँदैछ सबैले ह्याप्पी तिहार छ है हाम्रो चाहिँ खान्छ के छ तिहारको ठिक छ नि के छ लक्करे ठिक छ हो ठिक छ है अन्त उहाँको फुपू जेठी फुपू हुनुहुन्छ उहाँको चाहिँ टिका छैन अहिले एमआइले फुपू हुनुहुन्छ जेठो बुवा मेरो बुवा कान्छा अङ्कल है म भइहाल्दै अनि बुवाई हुनुहुन्छ पारे आयो है माइली चाहिँ नै सबैलाई अहिले म त्यहाँ भन्छु फेरि अरू भिडियो पनि हेर्नु होला सबैलाई मेरो यो दोस्रो भ्लग है टिको लगाइसक्यो है टिको लाउँदै बहिनी लाउँदैछ हाम्रो सबै चिसो छ है चिसो पक बोतल गर्नुपर्ने ए कहिले के खाले है कान्छाहरू है टक्क मासु छ कि त हो कस्तो छ मासु खाना यो झुरुपा पार्ने एकचोटि मुडे टक्क हेर्दै सुरु भएपछि यता पनि सुरु है देख्नुहुन्छ मासु मासु खान्छ है टिका लगाइसक्यो आउँदा खानेकुरा फोटो खिच्ने एकछिन खाएर फेरि अरू देखाउँछु म है खिच्नु पर्यो ल है यो खाडै फेरि देखान यो खाने अब खै दिनु साइडमा बन्द गरेर हाम्रो तिहारको फ्यामिली है हाम्रो तिहारको फ्यामिली हुनुहुन्छ होला छोडे छ है हाम्रो छ यहाँ छोडे तिहारको फ्यामिली हाम्रो चाहिँ हुनुहुन्छ है सबैजनाले शुभकामना छ तिहारको शुभकामना छ सबैले सन्चै हुन्छ भन्ने आशा गर्दछु म अहिले चाहिँ टक्क भैलो खेलेको पनि आउँछ खाएको पनि आउँछ सबमा देखाउँछु दोस्रो भ्लगै सबैले माया गरिदिनु होला अंदर के सब मेरो घरमा है मान्छे कता कता गाडी मेरो घर मेरो घर
तल हुनुहुन्छ सर लाएर आज सकिन्छ भोलि हेरेर बल्ल देख्नु छ भ्यूहरू टक्क लाएर फेरि अलिक भज खाने सबैजना आइदिनु होला बोलाकै मेरो चाहिँ लाउरे 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 नेपाल लाउरे एउटा इन्जिनियर है गुड मर्निङ है अनि चाहिँ निन्द्रा लाग्यो बजारतिर जानु लाग्यो अगाडि कहाँ एकजना एउटा बाइक लगेर हामी चाहिँ सर लगाएर है फर्केर फेरि भोज खाने समय आएर बिहानको भ्यूहरू देख्नु सक्छ सर र फोब्लीबारी है बिहानको बाटो चाहिँ बहुत नाजुक छ नाजुक अवस्था छ बाटो चाहिँ देउसी भैलोको है देउसी भैलो कार्यक्रमको पिकनिक आज पारे ब्रोइलर काटेर त्यस्तो छ आएको छ हामी चाहिँ भर्खरै सामान लिएर झरिसकेको छौँ परिवार डिजे आउँदैछ पारि भइरहेको छ देखाउने छ हाम्रो विशाल सर के छ नि हजुर ड्राइभर के छ ए हो र ठिक छ हुँदैछ देखाउने छ हाम्रो शिव भन्दा सक्रिय समाज युवा समूहको कोसावटा छ है यहाँ चाहिँ देखिन्छ सबैले हाम्रो चाहिँ मासु भात लगाएको है फाइनल टक्क मासु हुँदैछ मासु रेडी हुँदैछ यहाँ विशाल दाइले काट्दैछन् मासु हाम्रो दाइले अचानक ल्याउडे हुनुहुन्छ हाम्रो दाइले अचानक टक्क लगाएर मासु काट्ने यहाँ देखाउँछ टक्क लगाएर दिनु सक्नुहुनेछ मासु पारि बनाउँछ केटाहरूले पारि बाँकी पारि बढेछन् मजा आनन्द छ यहाँ चाहिँ फाइनल है आज देउसी भैलो 2022 सालको समापन गर्दै हामीले कार्यक्रमहरू गर्दैछौँ है हामी चाहिँ कार्यक्रमहरू सञ्चालन गर्दैछौँ हामीले देख्नुहुन्छ टक्क लगाएर आउँदा है हामी चाहिँ आजदेखि समापन गरियो 2022 सालको सक्रिय समाज समूह है।